सो हेलो गाइज, अनि चाहिँ म आज जान आएको कलेज। देख्न सक्नुहुन्छ म चाहिँ साइकलमा जान लागेको छु। फाइनली म चाहिँ कलेज नै पुग्न साथ हाम्रो क्लासको केटाहरू भेटिसकेका छन्। अनि म चाहिँ आज बुकबुक बङ्गलातिर गएको थिएँ। अनि सो घर आइसकेँ। म चाहिँ आज चाहिँ चटपटी खाने भनेर मम्मीले कर लाएर म चाहिँ चटपटी बनाउन थाल्छु। भुजा चालमोट चाउचाउ लिएर आएको छु मैले चाहिँ। अनि टक्क पारेमा खुर्सानी सुसानी काट्न थाल्छु। खुर्सानी काटिसकेपछि भुजा हालेर चाउचाउ हालेर चाउचाउको सुप हालेर दालमोट हालेर एकदम टक्क पारामा रेडी बनाउँछु। अनि त्यो काटेको प्याज टमाटर निम्बु हालेर एकदम मजाले घोल्छु। अनि टक्क पारामा खाना बसेको छु। अनि आज चाहिँ मेरो खेततिर काम थियो, त्यही भएर म चाहिँ कोदाल लिएर एकदम कुलो बनाउनतिर लाग्छु। आज चाहिँ एकदम काम थियो मेरो चाहिँ। अनि एकदम कुलो एकदम बब्बाल बनाइरहेको छु मैले चाहिँ। एकदम बोला हालेर नर्कट सर्कट हालेर एकदम पुरिरहेको छु माटो हालेर गाइज। अनि चाहिँ यतातिर नि खेततिर नि बनाउनु थियो कुलो। अनि फाइनली मेरो काम नि भ्याइयो। आजको लागि यति नै।